मेरो अन्तिम पटकको उम्मेदवारी हो। यो अन्तिम पटकको उम्मेदवारीमा मेरा आफ्ना अधुरा कामहरूलाई पुरा गर्ने, जनताका सपनाहरूलाई पुरा गर्ने, युवाहरूलाई र रुकुमलाई साँच्चीकै देशको एउटा नमुना जिल्लाको रूपमा फेरि पनि एउटा अगाडि बढाउने र समग्र देशलाई यहाँबाट एउटा ज्ञान र शिक्षा पनि प्रदान गर्ने, संसदमा गएर राष्ट्रियताको रक्षा गर्दै आफ्नो ड्युटी पुरा गर्न म तपाईँहरूको बिचमा फेरि आएको छु। त्यस कारणले म आम जनतालाई फेरि अपिल गर्न चाहन्छु, प्रगतिशील लोकतान्त्रिक पार्टी आँखा चिन्हमा भोट गरेर यहाँहरूले आफ्नो अभिभावना पुरा गर्नु। यो जित यहाँहरूकै जित हुनेछ। धन्यवाद। अभिवादन। नमस्कार। लाल साहब। यसको आधारमा हामी मुख्यतः हाम्रो सङ्गठनको बलमा हामी जित्छौँ। हाम्रो जित करिब सुनिश्चित पनि जस्तो लागेको छ। अब एउटा बाहिर चाहिँ विश्लेषण गुरु चेलाको चाहिँ प्रतिस्पर्धा पनि भन्ने छ होइन, कसरी लिनुभएको छ? गुरु गुड चेला सखट बन्छ भन्ने थाहा छ नि होइन। त्यस कारण उहाँ हाम्रो मेरो नेता नै हो। अहिले पनि म उहाँलाई सम्मान गर्छु र उहाँलाई हामीले उहाँको आजसम्मको जे सक्रियता छ त्यसको सक्रियता थियो त्यसको लागि पनि धन्यवाद दिन्छु। उहाँको चिन्हमा प्रत्यक्षतर्फको भोट हाल्ने, आँखा चिन्हमा, समानुपातिक तर्फको भोट सूर्य चिन्हमा हाल्ने भनेर हाम्रो अभियान चल्छ। हामी यसरी जान्छौँ। हामीले प्रतिबद्धता गरेका छौँ। अब हामीले प्रतिबद्धता गरिसकेपछि हामी त्यही बाटोबाट अगाडि बढ्नेछौँ र यही म पत्रकार मित्रहरू र सम्पूर्ण मित्रहरूलाई जानकारी गराउँदै अहिलेलाई आफ्नो भनाइ अन्त्य गर्छु। चाहिँ रुकुमले जनताले अब चाहिँ एउटा यही ठाउँमा जुन आत्मनिर्भर सहित जस्तो हाम्रा हजुरबाले जुन चाहिँ खोजे खन्या थिए, मकै रोपेर जीविका चलाएको थिए भने त्यो बारीमा अब चाहिँ के रोप्दाखेरि चाहिँ हाम्रा सन्तान यहीँ आमा बुवासँग बस्न सक्छन्, आत्मनिर्भर हुन सक्छन् र चाहिँ विकास हुन सक्छ र चाहिँ समृद्धि ल्याउन सक्छन् र कानुनी राज्यको पुरै र एकदम भ्रष्टाचार मुक्त हाम्रो रुकुम पश्चिम हुनसक्छ र देशैभरि चाहिँ नेपाली काङ्ग्रेसका अहिलेको बदलिदो परिस्थितिमा जुन उम्मेदवारी आएका छन् हाम्रो केन्द्रीय सभापति गगन कुमार थापाज्यूको नेतृत्वमा बहुमत ल्याएर हामीले चाहिँ यो अहिलेको अवस्थालाई चाहिँ हामी सम्बोधन गर्ने सरकार एकमाना सरकार बहुमतको सरकार बनाउनेछौँ भने तपाईँहरूलाई सन्देश दिन्छु र सबैलाई धन्यवाद। मलाई के थाहा छ भने रुकुमेली जनताहरू सचेत छन्, शिक्षित छन् र धेरै कुरामा व्यवसायदेखि लिएर हरेक कुरामा सचेत छन्। जहाँ सचेत शिक्षित मान्छेहरू बस्छन् उनीहरूले विद्रोहको आवाज बोल्छन्। त्यसकारण अहिले देशैभरि एउटा राम्रो लहर चलिरहेको छ। यो परिवर्तनको लहर हो, यो सुशासनको लहर हो। यो सुशासनको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गरिरहेको छ र रुकुममा म त्यसको नेतृत्व लिन सक्छु भन्ने आत्मविश्वास छ। यो नै मेरो चाहिँ जितको आधार हो। यो जिल्लामा थुप्रै विकास निर्माणका कामहरू भइसक्छ। जति विकासका कामहरू हुनुपर्ने थियो त्यो सबै भइरहेको स्थिति छैन। यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार लगायत रोजगारीका कामहरूमा उल्लेख्य प्रगति नभएको कारणले त्यसमा उल्लेख्य प्रगति गर्न सकिन्छ, उन्नति गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त भएको कारणले म चाहिँ उम्मेदवार प्रतिनिधि सभाको उम्मेदवारको एउटा चाहिँ धरोटी राख्नुको निम्ति आफैले फलाएको धान बेचेर हामीले चाहिँ दर्ता प्रक्रियामा सहभागी भएका चाहिँ छौँ। हाम्रो तामझाम गर्ने कुरा पनि छैन। आम जनताको बिचमा जनताले दिएको सातो तपाईँको चाहिँ खाजा मकै भुटेर आम जनता बिचमा हामी जाने चाहिँ छौँ। मलाई लाग्छ यो अभियानमा पत्रकार साथीहरूको, यहाँका युवा साथीहरूको, आम रुकुमेली जनताहरू जो चाहिँ बौद्धिक क्षेत्रमा चाहिँ काम गरिराख्नु भएको चाहिँ छ, प्रिय युवा साथीहरू होइन, किसान, मजदुर, यहाँ विभिन्न क्षेत्रमा रहेका व्यवसाय साथीहरूले चाहिँ हामीलाई यो एङ्गलबाट हेरेर एकचोटि साथ दिनुभयो भने नेपालको राजनीतिमा एउटा नयाँ एउटा परिदृश्य चाहिँ हामीले देखाउन अथवा देख्न पाउने चाहिँ छु भन्ने विश्वासका साथ हामी जाँदैछौँ। यो जिल्लाको लागि सुशासन, समृद्धि र सामाजिक न्यायको लागि काम गर्ने र जिल्लाको विकास निर्माणका सबै पक्षहरूमा तीव्रतम हिसाबले काम गर्ने किसिमले मैले चाहिँ रुकुम जिल्लाको प्रतिनिधित्व गरेर के अरे नेपालको सङ्घीय संसदमा मैले आफ्नो प्रतिनिधित्व गर्ने र नीति निर्माण र ऐन कानुनको निर्माणका लागि मैले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरी मैले उम्मेदवारी दिएको छु। यो मुलुकलाई भ्रष्टाचार मुक्त बनाउनको लागि दुई नम्बरमा नयाँ पुस्तालाई समाजवादी लक्ष्यको अभिभावना दिनलाई र तेस्रो कुरा चाहिँ मुलुकलाई अस्थिरताबाट स्थिरतातिर लग्नको लागि हाम्रो धरोहर जफत हुँदैन। हामी धेरै राम्रो मत ल्याउँछौँ। हाम्रो दिदीबहिनी महिलाहरूको लागि
अब दिदीबहिनीहरू स्वदेश विदेश जाने झुन्नी हान्नी मर्ने अन्याय पीडितमा बस्ने कोही बलात्कारी हुने कोही के हुने भएको कारणले म उम्मेदवार उठेको छु। जित्ने सम्भावना छ। दिदीबहिनीहरूलाई धेरै सहयोग गर्न लागेको मैले अहिले जिल्ला सचिव भएर काम गर्न लागेको 4 वर्ष भयो। अनि सुराम जित्नुहुन्छ, मलाई भोट हाल्नुहुन्छ मोबाइल चिन्हमा भन्ने आशा छ दिदीबहिनी। सबैले अब भोट गिलासमा हुन अनुरोध गर्छ। तपाईँ जितेपछि के हो, के गर्नुहुन्छ? रुकुमवासीहरूको लागि होइन, समृद्ध रुकुम बनाउने समृद्ध रुकुम बनाउने शुभकामना हजुर।